डाँडाको नाम थाहा छ है के भन्ने डाङडुगे भन्ने छ कतै के अरे फिल्म सिटी भन्ने छ के छ तर त्यो माथि डाँडाको नाम केही पनि छैन त्यसकारण त्यो डाँडाको नाम राख्नुपर्ने छ नाम राख्दा के राख्दा उचित हुन्छ त्यसको कारण के भने त्यहाँ चाहिँ त्यो महादेवको शिवलिङ्ग लगाएर हामी राख्दैछौँ त्यो शिवलिङ्गको नाम चाहिँ के राख्ने भन्दाखेरि मैले सम्झेको चाहिँ कि महाबलेश्वर एक मिनट कि निलाम्बरेश्वर अरू नामलाई किन दोहोऱ्याउनु भनेर नेपालमा निलाम्बरेश्वर मैले सुनेको छैन तपाईँहरू सुन्नुभएको छैन थाहा छ कसैले निलाम्बरेश्वर कि त ठाउँको नाम राखौँ ठाउँको नामै त्यही मन्दिरको नाम पनि त्यही शिवलिङ्गको नाम पनि त्यही निलाम्बरेश्वर राखौँ सबभन्दा राम्रो निलाम्बरेश्वर होइन भने अर्को महाबलेश्वर भनेको शिवजी भनेको एकदम बलशाली उस शक्तिको प्रतीक भएको हुनाले महाबलेश्वर यी दुईटा मध्ये अरूलाई केही सुझाउनु छ भने अर्को भने पनि हुन्छ हगि यसो गरौँ यो ठाउँको नाम चाहिँ डाङडुङ हो होइन अब महादेव नाम चाहिँ कसरी राख्न सकिन्छ जस्तो हाम्रो त्यो सिंहदरबार अगाडि दूरसञ्चारेश्वर महादेव छ त्यहाँ है त्यहाँ अगाडि त्यसै गरी यसलाई चाहिँ डाङडुङ्गेश्वर महादेव यहाँ भयो त्यहाँ चाहिँ छैन क्या डाङडुङ्गेश्वर महादेव भन्दै त के फरक पर्छ भर्जिन त्यो भएको हुनाले मात्रै अब म मेरो कुरा हामी योभन्दा अगाडि 5 महिना 6 महिना अगाडि हामी त्यहाँ पुगेका थियौँ हाम्रै टोली अब त्यसमा कोही सहभागी अहिलेको पनि हुन्छ कहिले हुनु नथ्यो त्यस कारणले त्यो ठाउँमा पुगेपछि यस्तो प्रकृतिको सुन्दरता छ त्यहाँ ठ्याक्क माथि गएर चाहिँ ठ्याक्क थुम्को छ थुम्कोको नाम पनि छैन त्यहाँ भर्जिन ल्यान्ड केही पनि छैन हामी हरेक यो हाइकिङ ट्रेकिङमा जाँदाखेरि हरेक थुम्कोमा पुग्दा कि देवीको कि शिवजीको कि गणेशको कि नभए बुद्धको यस्ता चिजहरू राखिएका थिए त्यहाँ केही नभएको हुनाले फर्किने बेलामा मलाई एउटा भित्र मनमा के आयो भने हाम्रो राजाराम सरलाई मैले भने ए राजा सर यो त खाली ठाउँ रहेछ यहाँ एउटा हाम्रो शिवलिङ्ग राखौँ न हौ भने भनेपछि किनिदिने हो भन्नु हो के ठुलो कुरो म किन्छु भने किनेपछि कहाँबाट किन्ने भन्ने कुरा आयो कसैले नेपालमै भन्नु पनि भयो अनि मैले भने त्यो भारतको त्यो नर्मदा नदीको किनारमा बडो राम्रो शिवलिङ्ग बन्छ हगि केश्वर के को नाम कस्तो अहिलेसम्म भनिरहेको होइन त्यो ठाउँको नाम सोमेश्वर होइन महाबलेश्वर होइन ल हजुर ल्याउनुहोस् स्टाइलको पार्टी छैन पार्टी हाल्नुपर्छ ल यो मसला ससला यो के हो हात के रे उदे उस्ती जम्मा गर्नुस् ओम नमः शिवाय नमः राधे अलि घेरो जाल टाढै राख्नु पर्ने छ फुल छैन एउटा बेलपत्र स्थानीय र यो हाम्रो आज दादरमा चाहिँ एउटा शिवलिङ्गको चाहिँ स्थापना